यहाँ चराको गुड भेटिसकेको छ आशाको भाइ यहाँ चाहिँ चराको गुड हेर्नुहोस् पातर रुख चढिरहेछ त्यहाँ हेलो एन्ड नमस्ते साथीहरू आज हामी चाहिँ पनौतीमै स्थित एउटा सानो जङ्गलमा घुम्न आएको छौँ यो चाहिँ हामी चाहिँ जङ्गल डुलिसके बानी लागिसकेको छौँ साथीहरू माउन्ट एभरेस्ट चढ्नुभन्दा नि माथि भन्न त मिलेन सहरको साइडमा छेउमा कुनामा रहेको एउटा घुम्नको लागि चिटिक्क रहेको स्थानमा आइसकेका छौँ हामी चाहिँ उकालो चढै छौँ आज पनि पुगेको छैन अघि भर्याङ देखाएकोदेखि अहिलेसम्म चाहिँ हामी हिँडै छौँ कम्तीमा आधी घन्टा हिँडिसक्यौँ हामी हेर्नुहोस् ऊ त्यहाँ हेर्नुहोस् आमैहरू यहाँ चाहिँ तपाईँले सम्पूर्ण चिज देख्न सक्नुहुन्छ हेर्नुहोस् यहाँ यो चिप्स फलिरहेको छ यहाँ जङ्गल धाइसकेका छौँ साथीहरू अझै माथि जाँदैछौँ सुँगुला स्याक सुँगुला पिन्जी यो यहाँतिर त छाप्रो छ साथीहरू कोही कसैको बसोबास पनि हुन्छ जस्तो छ कन्टेन्ट हिँड्नु तान्नु नभरिमा हल्का फुल्का लडेको अवस्था यो चाहिँ मेरो ट्रेनिङको एउटा नाटक मात्रै गरेर टिका ए त्यहाँनिर गोब्बे कोही मजाले सुतिराख्नु भएको छ जङ्गलतिर ए साँच्चीकै चाहिँ म ngay ngồi chứ mình bảo là new mà rồi chứ không यहाँतिर चाहिँ केटाकेटी बढी आउँछ साथीहरू त्यो पारीबाट केटाकेटीले हेरिरहेछ हामीलाई राङ्सी चियामडाङला भिसी पो टोल्नु हिँड्दै यहाँबाट देख्न सक्नुहुनेछ पनौतीको भ्यू यो चाहिँ पनौती काँधे हामी कहाँ छौँ केटाहरू हामी चाहिँ टावरको खोजीमा साथीहरू महिना बस सुन्दरी बस सुन्दरी थाम्ला यसो हाम्रा चाहिँ थाम्ला हाम्रा राम चाहिँ पाल राम कलेज चाहिँ राङ्ने भन्दा एक प्याज फेरि म घुम्दा अङ्कल यताबाट पनौती झर्छ है यताबाट यस्तो ओम डाँडा चार्दो बाटोमा आइपुगिसकेका छौँ साथीहरू चिल्लो बाटो यो चाहिँ पिपल टार हो साथीहरू हेर्न सक्नुहुनेछ ललिपप यसलाई चुस्न मनपर्छ ललिपप थप्नै भएको छ
त्यो चाहिँ प्रजाति राई भन्दैछ एमिनेमको सेकेन्ड रूप वर्ष सुन्दरी पुलुङ खेती यसलाई पुलुङ भनिन्छ ओइ पुलुङ पाकिसकेछ आइसले होइन मैले नभेट्ने ठाउँमा रहेछ त्यही भएर मैले नखाएको अवस्था सम्भवतः हामी मान्छे लङ्गा कुकुर देखेर डराउने मान्छे कहिले आफ्नो जातकोले आफ्नो जातकोले टोक्दैन भन्न थाहा छैन तिमीहरूलाई यार यति कुराको ज्ञान छैन कस्तो भवा लाग्यो क्या मलाई यार तँ त फेरि ताइनाको ढिलो मलाई अगाडि हिँड्दै गर्दै जाँदा हामी चाहिँ कचाङ कुचुङ गर्दा गर्दै किचिङ किचिङ बाटो हिँड्दैछौँ उकालीमा पनि हजुर मर्दर गुड्दो रहेछ भन्ने गर्छ नि साथीहरू उकालीमा नि मोटर गुड्ने गर्छ यो उकालीमा चाहिँ गुड्दैन किनभने हामी हिँड्दा हिँड्दा थाकिसक्यौँ आखिरीमा हामी हाम्रो गन्तव्यमा आइपुगिसकेछौँ साथीहरू हेर्न सक्नुहुन्छ भ्यू यति सुन्दर नजारा मैले कतिचोटि देखिसकेँ तपाईँहरूले पनि देखाउन खोजिरहेको छु म यो हाम्रो जङ्गलको बादरहरू सुसिसम हामी चाहिँ निकै माथि आइपुगिसकेका छौँ साथीहरू पछाडि हेर्न सक्नुहुनेछ भ्यू हामी चाहिँ यता यता हुँदै उता हाम्रो पाकिस्तानतर्फ लाग्दैछौँ अगाडि छन् मेरो साथीहरू यो चाहिँ पहिलाको चामल इन्डियामा यहीँबाट लान्थ्यो पहिला अहिले चाहिँ केटाकेटीको लागि सेपरेट भइसकेको छ हामी चाहिँ हिँड्दैछौँ साथीहरू हामीले आफूले भित्र लाग्छ बाजा देख्नुभयो होला साथीहरू म त्यहाँ यहाँनिर हेरिरहेछ हामीलाई ऊ बाजा चाहिँ है मगर त सुन्यो ए ऊ त्यो यो चाहिँ बाजा देख्न सक्नुहुनेछ साथीहरू हाम्रो बादरको टोली हामी चाहिँ होइनौँ हेर्नुहोस् ngaceng nam lo wae tapa sa jalan apa taruh माथि बादरहरू हेर्नुहोस् ए मै उल्टो बाटो आएछु ओइ काङ चरा यार याने कतिला यहाँ चराको गुट भेटिसकेको छ आशाको वाइ यहाँ चाहिँ चराको गुट लानु पर्यो पर्सिनलाई पनि दिगा आइन उतै कर मलाई माम फ्याङ्गा ते मार्गा चाहिँ स्याप हुन्छ पर्सिनला बादर छ यहाँ चाहिँ हामीले गुट भेट्यो हेर्नुहोस् स्यागोले एउटा आमुकै आलो जस्तोको त्यस्तै राखिदियो त्यहाँतिर गएको छ त्यहाँतिर उस्तै मामा गएको छ ए उजु हे सिंगली का जीवेलरी वहाँ से बता चार्जी में बादर हेर्नुस् बादर
हेर्नुहोस् पातर रुख चढिरहेछ त्यहाँ हाँ बुढाले ज्याल हानिदिन्छु हान्दैन हामी बाटो बिथलिसकेका छौँ साथीहरू त्यो तोरबाडी बा उथिरी त्यो राइभ्यो हामी तोरबाडी भाउ तँ इन्डियन गेलम गते चम्मै तोर बोर्ड बजे मलाई तू आटा पिएर आएछ मन हौ हामी चाहिँ थाकिसक्यौँ साथीहरू हैन उता हेर्नुहोस् साथीहरू बादलले जुम्रा हेरिरहेको छ आमा कत्रो रातो चाक बथान हेर्नुहोस् बादलको आमा बाबु के छ ठिक छ एकदम ठिक छ हामी चाहिँ फर्किसकेका छौँ साथीहरू पुग्ने कुरोले कहिले टोक्दैन कति काम राम्रो हाम्रो गन्तव्य चाहिँ धेरै टाढो छ साथीहरू हाम्रो केटाहरूको हिँडाइ काम छैन काज छैन खानालाई लाज छैन द्याट्स जस्ट फर जोक है साथीहरू किनभने उनीहरूलाई भन्दाखेरि मेरो नि मोटो दुख्छ फाइनली हामी चाहिँ साथीहरू आफ्नो गन्तव्य पुगेर फर्किसकेका छौँ यो भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला र अरू साथीहरूलाई सेयर गर्दै सब्सक्राइब चाहिँ बढाइदिनु होला यो भन्दै म बिदा लिन चाहन्छु धेरै धेरै धन्यवाद थ्याङ्क यू